आज म स्पेसल्ली घुइँ बनाउन गइरहेको छु। यहाँ छ हाम्रो चाहिँ एकदम स्पेसल्ली घुइँ। यो टुप्पोतिर काटिएको, यो पछाडिको भागतिर काटिएको सबै घुइँ छ। अनि हाम्रो यहाँ अदुवा लसुनको पेस्ट छ। मैले चाहिँ यहाँनिर तोरीको तेलमा हाम्रो तेजपत्ता अनि जिरा अनि त्यस पछाडि मेथी एड गरेर मैले चलाइरहेको छु। यसलाई अब हल्का हामीले ब्राउन कलरसम्म हुने गरी हामीले अब यसलाई चलाइरहने छौँ। र त्यस पछाडि अनि हाम्रो अनि यो फेरि अब हामीले चाहिँ यो अदुवा लसुनको पेस्टलाई प्याजमा पेस्ट गर्न गइरहेका छौँ। केमा हाल्नलाई बुढाइ सबै यत्रो मिहिनेत गरे। यो त त्यहीँ घुइँमा त हाल्यो नि। यो पेस्टलाई यहाँनिर एड गर्ने है। तिनै ढाकिदिनु खोइ त अब त्यो यो एड गरेर यसले चलाउने। ल अब यो घुमी हालेर यसलाई सँगसँगै भुटिदिने। त्यसो गरेर घुमी चलाइसके पछाडि यसलाई आवश्यक अनुसार बेसार, आवश्यक अनुसार नुन, किनकि यो घुइँको भित्रसम्म नुन छिर्नुपर्ने, मसला छिर्नुपर्ने हुन्छ नि, त्यो भएर चाहिँ त्यसरी बनाउने। मसला पनि एड गर्दा हुन्छ है यति बेला नै। यसलाई अब यसरी चाहिँ चलाइदिने। र अब हामीले चाहिँ यसलाई देखाउँ नजिक यो कलर आइसके पछाडि हामीले चाहिँ यसलाई टमाटर एड गरिदिने। टमाटर सँगसँगै हामीले यसलाई त्यसरी चाहिँ चलाइदिने र यसलाई 1 मिनट जति छोपिदिने। र यसलाई चाहिँ अदुवाको के अरे यो लसुनको पत्ता अझै लसुनको त्यो हरियो लसुन मसिनोसँग काटेर चाहिँ यसलाई एड गर्ने। र यो पाक्दै जान्छ है। राम्रो। अब यसलाई आवश्यक अनुसारको धनियाँ पनि राखिदिने टक्क। अब यो हाम्रो घुइँ खानलाई योग्य भयो। नजिकै मेरो नकिन्ने बुढा भन्नु चाहिँ मैले सिधै हल्का दिन्छु फेरि।